भर्खर बाहिरबाट आएको तिमीलाई प्यास लागला पानी आज यहाँ यस्तो अचम्म के हुँदैछ तपाईले मलाई पानी दिनुभयो त्यो के भने छिमेकमा एउटा केटी छ बिचराको श्रीमान पनि बितेको रहेछ मैले सोचिरहेको छु कि मैले उसलाई सहारा दिएँ भने के फरक पर्छ त्यसैले मैले उसलाई बिहा गर्ने निर्णय गरिसकेँ तपाईलाई अलिकति पनि लाज लाग्दैन जे मन आयो त्यही बोल्नुहुन्छ तपाईको दिमाग त ठिक छ तपाईले भन्न खोजेको के हैन यो मलाई के हुँदैछ कस्तो रिङटे लागेर यस्तो मलाई कस्तो गाह्रो मलाई मिलाइदिएको छ अब बिस्तारै बिस्तारै तिमी यो संसारबाट टाढा जाँदैछौ अनि मलाई बाटो खोज्छ अनि म उसलाई यो घरमा ल्याउँछु र उसँग बिहा गरेर म आनन्दले बस्छु